वेलकम ब्याक एनदर भिडियो र है आज चाहिँ हामी यहाँ मामा भानिज चाहिँ आए हामी चाहिँ आज जसमा हिमालयन्स हामी जाँदैछौँ है। यो रहेछ बाटो चाहिँ त फर्स्ट टाइम आएको यो बाटो होइन, यता चिन्छ नि बाटो। म चाहिँ फर्स्ट टाइम आएको यता। हाम्रो मेरो मृगनल भानिज चाहिँ आइबस्दो रहेछ कोही कोही बेला। अन्त यहाँनिर यो भिडियो तपाईँहरूलाई एकदम खास हुनसक्छ है। यहाँ सुन्दर रिसोर्टदेखि चाहिँ ठिक लेफ्ट साइडबाट यो ओह्रालो झर्ने बाटो रहेछ यहाँ। अनि यही हो बाटो चाहिँ, तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि फर्स्ट टाइम हो यो भिडियोलाई चाहिँ आखिरीसम्म हेर्नु होला है सबैजनाले। अनि यो भिडियो तपाईँहरूको लागि एकदमै हेल्पफुल हुनसक्छ यदि तपाईँले यस ठाउँमा आएर है सेवाको लागि जसो हिमालयन जानु पर्यो भनेर यदि सोच्दै हुनुहुन्छ भने बाटो चाहिँ यही हो। अनि यो भिडियो तपाईँहरूले आफ्नो साथीहरूलाई पनि सेयर गर्नुहोला, तपाईँ सबैजनालाई यो भिडियो है। रिजोर्ट आउने यतै हो बाटो चाहिँ, वे यतै हो। पर हो नि देख्दैछ बा यतै हो बाटो चाहिँ होइन, यतै हो पुग्न आँट्यो। यहाँ पर छ, म तपाईँहरूलाई देखाउँछु। यो मुनिबाट छ, म देखाउँछु नि तपाईँहरूलाई। हेर्दै जानु होला, हेर्दै बस्नु होला आखिरीसम्म। आज हामी कति सेसन बसिन्छ र फर्किँदाको पनि फेरि भिडियो बनाउँछु म। गाई गोरु पालन रहेछ। यो बाटो चाहिँ त्यो पर के हो, गाई गोरु हेटेरी गाई त गाई गोरु बनाउने ठाउँ पो रहेछ क्या हो त। यहाँ आइपुग्न आँट्यो, यो चाहिँ पार्क जस्तै छ। बाटो चाहिँ एकदम दामी छ यो बाटो जाने। हामी पुग्न आँट्यो, यहाँ पार्क रहेछ। यहाँ चाहिँ के छ, यो बाटो रहेछ, यो होटल रहेछ है। भित्र चाहिँ खेल्ने जग्गा छ, यहाँभित्र चाहिँ पार्क जस्तो रहेछ एकदम हो। अब हामी जसो आइपुग्यो, हामी यहाँ चाहिँ जसो आइपुग्यो। यही हो जसो हिमालयन्सको हल चाहिँ यही हो। हामी पुग्न आँट्यो, बाटो पुग्न आँट्यो। हामी चाहिँ पुग्न आँट्यो। पुग्न आँट्यो र पुगिसकेको छ है। कहाँबाट जानु, यताबाट जानु? सेवा सुरु भइसक्यो होला। यताबाट यहाँ चाहिँ एकछिन